रोक्ने आँट कसैले गर्दैन लाउरे। व्यर्थमा किन आफ्नो घाँटी मात्र सुकाउँछस्? होइन नानी, तपाईको बारे जिमदार बाजेको झगडा पर्यो। तपाईको बाले काजीबालाई लडाइदिनु भयो। अहिले जुठीले तपाईको बालाई बोकेर लगेको छ। जुठीले? कता? खै गाउँतिर हो क्यार। लाउरे बुढोले काजीबा र जिमदार बासँग झगडा गर्यो। झगडा मात्र होइन, यसले काजीबालाई हात पनि हाल्यो। त्यसैले त्यो अपराधको सजाय दिन यसलाई मैले यहाँ ल्याएको। यसले काजीबालाई पछार्यो, त्यसकारण यसलाई पनि म पछार्छु। तैले मेरो लाचा र बुढा बाउलाई पछाडिस्, तँलाई पनि म लङ्गोड बनाइदिन्छु। लाउरेको मात्रै छोरी भएको भए तिमीले गरेको हिम्मतको नतिजा के हुन्थ्यो म देखाइदिन्थे। तर तिमी जिमदार बाकी नातेदार भएको हुनाले मैले तिमीलाई छोड्दिएँ। अनि लाउरे त अबदेखि त जिमदार बार काजी बाको अघि परिस् भने तैले आफ्नो जन्मेको दिनलाई श्राप लेछस्। साह्रै दुखिरहेछ बा? छैन, दुखेको छैन। भगवानले अपाङ्ग असहाय पो बनाइदिए त, तर त्यति कायर र निर्बल बनाएको छैन मलाई। तै पनि नि बा, तपाईँ किन जमिनदार र काजी बाउसँग भिडिरहनुहुन्छ? त्यही त मालिक, भित्ता पनि थाहा हुँदाहुँदै किन टाउको ठोकिरहनु? भित्ता भनेर जानी जानी पनि म किन त्यो भित्तामा टाउको ठोकिरहन्छु भने त्यो भित्ता पछाडि मेरी छोरीलाई कसैले थुनेर राखेको छ। मेरी फूल जस्ती छोरीलाई ओइलाउन त्यहाँ राखेको छ। तर तपाईँको टाउको ठोकाइले ती भित्ताहरू भत्कने त होइन नि बा। तपाईँ आफूलाई समेत किन घाइते बनाउनुहुन्छ? छोरी, सबैको यहाँ पुरपुरोमा भाग्य हुन्छ अरे। त्यही भाग्यले सबैको सुख दुःख हेर्छ अरे। म त्यही भाग्यको सीमा खोजिरहेको छु। खै मालिक, हामी दुखी गरिबहरूको भाग्य पनि हुँदो रहेछ कि क्या हो क्या हो? त्यसो नभन् पुन्टे, त्यसो नभन्। हामी गरिबहरूको पनि भाग्य हुन्छ हुन्छ। हिँड्नुहोस् बा, म तपाईँलाई घरसम्म छोडिदिन्छु।
तिमीहरू जाऊ, आफ्नो काम होला नि। बा, मैले तपाईँलाई पहिले पनि भनिहालेँ, जे हुनु छ त्यो त भइ नै हाल्छ। तपाईँ मेरो लागि आफू आगोमा नहोमिनुहोस्। म जहाँ छु, जसरी छु, त्यही हालतमा छोडिदिनुहोस्। भन्नलाई बडो सजिलो छ छोरी, गर्न साह्रै गाह्रो हुँदो रहेछ। बुझिस्, मान्छे हो, मान्छेको मुटु ढुङ्गोको जस्तो हुँदैन रहेछ। त्यसमाथि पनि छोरीको बिहे गरिसकेपछि तपाईँको जिम्मेदारी त खतम भइहाल्यो नि बा। बाँकी त मेरो कर्मको खेल हो। तपाईँले मेरो कर्म बदल्न सक्नुहुन्न क्यारे? हेर्दै जाउँ छोरी, हेर्दै जाउँ। समयले के गराउँछ, हेर्दै जाउँ। हेर भुन्टे, त चाहिँ ज्यादै बरालिन थालिस्। दिनभरि कहाँ बेपत्ता हो? आमा पनि धेरै पिर मान्छे। म कहाँ जान्छु र? यहीँ वरिपरि त हो नि। त्यसो भनेर हुन्छ? घरै वरिपरि खेल्नु, खाजा खाने बेलामा चाहिँ घर जानु है ल। हुन्छ। बा, म डल्लो फोर्दियो एकछिन। तपाईँ थाक्नु भए जस्तो छ नि। भेट लाटा, किसान पनि काहीँ काम गरेर थाक्छ? त्यहाँ माथि तेरो उमेर नै के भएको छ र अहिले? अब अलि ठुलो हुनु अनि मलाई सघाउनु है। हुन्छ, म चाँडै ठुलो हुन्छु अनि तपाईँलाई सघाउँछु है त। होइन, यता माने काले चमारे होइनन्? यतातिर पो आउँदैछन्। होइन, तिमीहरू किन केही बोल्दैनौ? के भयो? तिमीहरूको मुखमा किन यस्तो कालो बादल छाए जस्तो? अनर्थ भयो नि दाइ। के अनर्थ भयो? अनि तिमीहरू किन सिधा सिधा कुरा गर्दैनौ? त्यो जुठे छ नि, त्यसले लाउरे बालाई उचालेर सारा गाउँ घुमाएर लगेर पछारे। के रे? बिचरा लङ्गडो बुढालाई सारा गाउँले तमासायो। गएर रोक्ने छेक्ने कोही भएन। बिचरी मैनाको पो माया लाग्यो। बिचरी आइमै भए तापनि लौरेले त हान्न गएको थियो। तर खोइ हामी त नमर्दै रहेछ। त्यो अरू केही होइन, जुठेको बलको घमण्ड मात्र हो। त्यसको तुजुक झार्ने कोही नभएर मात्रै। धने दाइ, त्यसको तुजुक एकचोटि कसैले झारिदिए त
छोड्दे काले छोड्दे, सबै नामर्दै त हुन् नि। लाउरे बाले भन्दै थियो घर घर गएर चोलो फरिया चुरा लगाओ भनेर, तर वास्तवमा हामीले गर्नुपर्ने पनि त्यही थियो। के सोच्यो त धने दाई? केही होइन, बिचरा लाउरे बा। बिचरा बुढा नहुँदो भएको भए त त्यही त अफसोसको कुरा छ। अब जिउ बलियो उनीहरूको आँट बलियो छैन, आँट बलियो उनीहरूको जिउ बलियो छैन। त्यही त होइन। अनि झगडा चाहिँ के कारणले परेर छ तिमीले थाहा पायो? खै जुठेको भनाइ अनुसार त लाउरे बाले काजीबा र जिमदार बालाई लडाइदिए रे, झगडा पनि गरे रे। खै के कुरामा झगडा गरे हो त्यो त उनीहरू नै जानु। उही छोरीकै कुरालाई लिएर त होला नि। हुनु पनि बिचरालाई एउटा ठुलै पीर छ। लौ त धनी, अब हामी जाम क्या, यसो खबर गरिदिउँ भनेर आएको। बा म पनि जान्छु है। ल हिँड त हिँड। बिचरा लङ्गडो बुढालाई सारा गाउँले तमासायो, गएर रोक्ने छेक्ने कोही भएर। बिचरी मैनाको पो माया लाग्यो। बिचरी आइमै भए तापनि लौरीले त हान्न गएको थियो, तर खोइ हामी त नामर्दै रहेछ। त्यो अरू केही होइन, जुठेको बलको घमण्ड मात्र हो। त्यसको तुजुक झार्ने कोही नभएर मात्रै। धने दाई, त्यसको तुजुक एकचोटि कसैले झारिदिए त जमिनदार बा, यो जुठेले त हामीले भनेको भन्दा 2 पाइला अगाडिकै काम गरे नि। काजीबा, अझ जिमदार बाले धेर केही नगर्नु भन्नुभएको थियो र मात्र हो, नत्र म त्यो लाउरे बुढोलाई गाउँभरि घुमाएर त्यसलाई कुटेर म यस्तो देखाइदिने थिएँ कि जिमदार बा र काजीबासँग जुझ्न आउनेको हालत के हुन्छ। लाउरे बुढो के छ धाने, ऋण तिर्न त आएको होइन होला, अब उता खेत जोड्ने काम पनि सकिएको छैन होला त। त्यो भन्दा पनि निकै ठुलो र आतुरी पर्ने काम आइपर्यो काजीबा। म जुठेलाई भेट गर्न आएको। जुठे, तेरो बलको घमण्ड कसै न कसैले एक दिन भत्काउनु थियो। आज म तँलाई एउटा पाठ पढाउन आएको र यसपछि तैँले आफूभन्दा कमजोर र असहायमाथि अत्याचार गर्ने छैनस्। पक्कै धाने बच्चा होइन, तेरो दिमाग त ठिक छ। तँ जस्तो फिस्टोले जुठेलाई पाठ पढाउने बाजे। घाममा धेरै काम गरिस् होला, पुरपुरो तातो होला। जा एकछिन सयलमा आराम गर हो कि, अनि त्यसपछि काम गर्न जानु है। ल जा 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 न। काजीबा, म तपाईँलाई केही पनि भन्न चाहन्न। मेरो पुरपुरो होइन, मेरो हरेक अङ्ग तातेको छ। यस जुठेले लाउरे बामाथि गरेको अत्याचारको बदला म नलिकन छोड्दैन। यो बजिया त साँच्चीकै पो बौला जस्तो छ। ए धाने, जुठे भनेको त एउटा पहाड हो। पहाडसँग ठोकिँदा आधी बेरी त रोकिन्छन् भने त बजिया के होस्, को होस् त? एक त पहाड को हो भन्ने कुरा पछि नै थाहा होला। दोस्रो, जुठे पहाड नै हो भने पनि एउटा पहाडलाई मुसाले दुलो पार्छ भन्ने तपाईँलाई थाहा छैन? काजीबा, यो फिस्टो थाने त निकै पो बोल्न थाल्यो। यसको जिब्रो थुतेर मिल्काइदियो। पख जुठे, जुन चौबाटोमा तैँले सारा गाउँको सामुन्ने लाउरे बालाई पछारेको थिइस्, त्यही चौबाटोमा सारा गाउँको सामुन्ने म तसँग लड्ने छु। भरे घाम डुब्नु अघि म तेरो सेखी छानेछु जुठे। मसँग भेट भरे, मसँग भेट जुठे।
अब जिम्दारबाजीको मान्छेसित जोडी खोजेर पनि हुन्छ कहीँ। मर्नु परेपछि त खुट्टै तानेर। तर धनी पनि मान्छे चाहिँ सुरो हो है। बल भन्दा पनि मुटु चाहिन्छ के मुटु। खोइ आज चाहिँ धनेको हाड भाँचिनी भयो, उसै त जुठे। सुर्ता नगर लक्ष्मी, मलाई केही हुँदैन। मसँग सत्यको बल छ र यो सत्य भने भगवान हो। बाबा जितेर आउनुहोस् है। लाउरे बा जुठेले धनेलाई कुस्तीमा मारेछ नि लाउरे बा। हो खाइटिनी मोटेर मारेछ। मारेछ? हजुर।
ओहो कस्तरी निमोठेर मार्दै है त्यो धनेलाई त्यो जुठेले। जमिदार बासँग बाजेसँग जोरी खोज्न जानु त धनेको पनि त मूर्खता हो नि त। अब सधैँ त्यसको हप्की सहेर कति बस्ने त? हो देखिनस् त नि कस्तो भयो। लक्ष्मी, मेरो लक्ष्मी, धैर्य गर्न गाह्रो हुन्छ लक्ष्मी। साह्रै गाह्रो हुन्छ लक्ष्मी, साह्रै गाह्रो हुन्छ। तर हेर, हाम्रो धने मरेको छैन, मरेको छैन। यो त अमर भएको छ, अमर। मरेका त हामी छौँ, हामी। सारा गाउँलेहरू आजबाट मरे लक्ष्मी, मरे। लक्ष्मी, तिमीले यी नामर्द गाउँलेहरूलाई देखेको छौ? हेर हेर लक्ष्मी, चुरा र धागो नलगाउने आइमेलाई हेर लक्ष्मी, आइमेलाई हेर। यस्ता नामर्दहरूको धैर्य गर लक्ष्मी, धैर्य गर। तिमीलाई भनेले धेरै काम सुम्पेको छ, तिम्रो कानमा धेरै कामहरू आइपरेको छ लक्ष्मी। अब तिमीले त्यो काम पुरा गर्नु छ लक्ष्मी, धैर्य गर। थाहा छ लौरेमा, तर म के गर्नु? मेरो लागि सचोटि अन्ध्यारो भएर आयो। उहाँको काखमा मर्ने मेरो ठुलो इच्छा थियो, तर त्यो